कहिलेकाहीँ एकछिनको रिसले जिन्दगीकै सबैभन्दा महत्त्वपूर्ण मान्छे गुमाउन पुगिँदो रहेछ भन्ने कुराको प्रमाण हो। ऊ मेरो जीवन थियो, मेरो प्रेम थियो, तर एउटा सानो झगडाले गर्दा मैले उसलाई झट्टै बलक गरेँ र सोचेँ सम्बन्ध सकियो। उता ऊ भने आशाको धुनमा एकहोर प्रतीक्षा गरिरहेको रहेछ। सायद ऊ फर्केर फोन गर्छ भनेर होला, तर मसँग घमण्डको पर्दा थियो। उसले पठाएको अन्तिम मेसेज पनि मैले हेर्ने जरुरत ठानिनँ। मनले भन्यो, किन बोल्नु, म किन झुक्नु। अनि एउटै रात अचानक उसको नम्बरबाट अन्तिम फोन आयो, तर म अझै पनि रिसको तापमा थिएँ। मैले फोन उठाइनँ। बिहान उठ्दा त्यही नम्बरबाट एउटा छोटो तर गुरुङको मेसेज आएको रहेछ। धन्यवाद तिमीलाई, मैले निकै धेरै माया गरेँ। अब म तिमीलाई कहिल्यै अप्ठ्यारो पार्ने छैन। आफ्नो ध्यान राख्नु है। म त्यो पढेर थरथरिएँ। मेरो मुटुमा चिसोपन भरियो। अनि मात्रै थाहा भयो म रिसमा थिएँ, तर ऊ भने त्यो रातभरि बिछोडका आगोमा जलेर रोइरहेको रहेछ। मैले हतारिएर धेरै प्रयास गरेँ, फोन गरेँ, मेसेज गरेँ, तर उसको फोन सधैँ स्विच अफ मात्रै भन्यो। त्यस दिन मैले बुझेँ, बलक त मैले गरेको थिएँ, तर टुटेको हृदय त उसको रहेछ। यसर्थ कहिले नठान्नुहोस् कि एक झगडा, एक रिस वा एक अहङ्कारले अर्को मान्छेको जीवनमा कति गहिरो चोट पुर्याउँदो रहेछ। किनकि कहिलेकाहीँ उठाउन बाँकी रहेको एउटा फोन नै अन्तिम फोन बनेर जीवनबाट हराउँदो रहेछ। माया।